सबैमा शुभ बिहानी। यो बुटवल उपमहानगरपालिका वडा नम्बर 13 बेलबासबाट नुवाकोट पाल्पाको नुवाकोट जाने बाटो। यसरी माथिबाट हिजो राति करिब 7 बजे माथिबाट यसै स्कुटी आएर स्कुटी यहाँबाट सिधै तल गएर यहाँबाट सिधै तल गएर दुईटी नानीहरूको मृत्यु भएको भन्ने खबर आएको छ। एकजना चाहिँ कपिलवस्तु बाडगङ्गाकी र अर्को चाहिँ कालिका नगरको। अनि यो सम्बन्धित निकायको ध्यान जोस्। प्रत्येक वर्ष पोहोर पनि दुईजना मान्छेको यसरी सिधै यहाँबाट तल खसेर मृत्यु भएको हो। अनि अहिले पनि भयो। प्रहार पनि हामीले आफै उद्धार गरेका हौँ। त्यसैले सम्बन्धित निकायमा ध्यान जोस्। कसैको मृत्यु हुन भएन। यसलाई चाहिँ के कसरी हो, केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय निकाय सबैको ध्यान गएर यसलाई चाहिँ तुरुन्त मर्मत गरेर यसलाई बवाल लगाएर हुन्छ कि यसलाई तलबाट जाली उठाएर हुन्छ कि पिल्लर उठाएर हुन्छ कि यसलाई चाहिँ तुरुन्त ठिक गरियोस्। प्रत्येक वर्ष दुई जनाको ज्यान जानु भएन। भर्खरका कलिला बालबालिकाहरूको ज्यान गयो। त्यसैले सम्पूर्णमा निवेदन गर्दछु कि धेरैभन्दा धेरै सेयर गरेर सम्बन्धित निकायमा पुर्याइदिनु होला यो भिडियो र चाहिँ यसको सुनवाई होस्। बुटवल उपमहानगरपालिका वडा नम्बर 15 सेमला बेलबास नुवाकोट जाने बाटो।